हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म गुरु आश्रम जाँदैछु क्या दर्शन गर्नु। म होइन हामी चारजना गुरु आश्रम जाँदैछौँ। गले उकालो यस्तो उकालो आउनुपर्छ नि। हेर्नु त आम्मामा मेरो छोरा चाहिँ सुत्यो क्या, कस्तो अप्ठ्यारो भइरहेको छ। बाउछोरी चाहिँ अगाडि माथि पुगिसक्नु भयो नि त, अनि घाम ताप्दै हुनुहुन्छ। म चाहिँ हिँड्न सक्दिनँ, अनि बिस्तारै हिँड्छु। बिहान बिहानै भए पनि कति गर्मी छ क्या साथीहरू, उकालो हिँडेर होला होइन। अनि मेरो नानी चाहिँ सुत्यो, अनि सुताउँदै हुनुहुन्छ। मेरो छोरी चाहिँ फोटो खिच्दैछ क्या पोज दिएर पुरै। अनि अब तारा बाजे भन्नु लाउँछु मेरो छोरीलाई, सुन्नु ल। अनि 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 छिटो भन्नु न। हामी चाहिँ एकछिन थकै मारेर फेरि उकालो हिँड्यौँ। अब चाहिँ हामी पुग्न लाग्यौँ क्या, आधी बाटो जति आइपुग्यो। अलिक पैसा भयो, अनि छोरी र म चाहिँ हिँड्दैछ, अनि नानी अर्को चाहिँ उसको बाबाले बोकिराख्नु भएको छ। अब चाहिँ हामी पुग्यौँ भन्दा पनि भयो, पुग्यौँ हामी। यो चाहिँ हो आश्रम, हाम्रो गुरु आश्रम। अनि यहाँ चाहिँ गेट हो, यो आश्रमको गेट। अनि भित्र उता धेरै उयो छ क्या, तर हामी उता गएनौँ। अनि यो चाहिँ आश्रमको गेट हो। यता बाहिर आश्रमको बाहिर होटलहरू खाजाखाने ठाउँहरू छ। अनि हामी चाहिँ भित्र पस्यौँ। त्यहाँदेखि यहाँ हो क्या दर्शन गर्ने ठाउँ। उता पनि घरहरू छ, तर हामी उता गएनौँ। यो चाहिँ यता नै हो नि त। अनि हामीले थालहरू रेडी गऱ्यौँ, दिदीले रेडी गर्दै हुनुहुन्थ्यो। अनि मैले पनि सघाएँ। अनि यहाँ हाम्रो दर्शन भयो। मेरो छोरीहरू चाहिँ बसिरहेको छ चकचक गरेर क्या। नानीहरू रुएर दिदीको दुईवटा, मेरो दुईवटा। एकछिन त कति साह्रो पऱ्यो साथीहरू नानी हेर्न। मेरो नानीहरू चाहिँ रुएर, अनि बल्ल एउटा नानी चाहिँ सुत्यो सानो चाहिँ। अनि शीतलमा आएर बस्दैछु म चाहिँ। दर्शन गर्ने चाहिँ उता बिल्डिङ हो नि त, त्यो त। अनि नानी सुताउँदै एकछिन बस्थेँ। अनि अब चाहिँ सक्न पनि लाग्यो। अनि हामी अब घर जान्छौँ साथीहरू। बाई सबैजनालाई साथीहरू।